नेपालको हिरोको हरि बिजोग हेर है। अब रोडमा हट्ने मान्छेका भिडियो बनाएर हिरो बन्नु पर्यो। हुन त आजभोलि यस्तै मान्छेहरू चलेका छ सामाजिक सञ्जालमा। ऋतु बस्नेत, निकिसा श्रेष्ठ यस्ता मान्छेहरू यो मिडियाहरूले कहाँबाट खोजेर इन्टरभ्यु लिन आउँछ यार। नालीको किरा मजे ओइ मैले त 1 महिनाको कमाइलीमा किनिन्छ त्यस्तो कार। त्यस्तो कार त यसले कति किन्दिन्छ 1 महिनाको कमाइले कार किनिदिन्छ रे यो बहिनीले। अहिले त मलाई मेरो चाहिँ टिकटमा राम्रो भयो मगर कस्तो कोटाउँछ जा। मलाई त लाग्छ यस्तै कोट्याउनको लागि हिजडाको भेष बनाएर बसेर रहेछ यो भाइ। अब यो मान्छे केटा हो केटी हो थाहा छैन, कोट्याउन त त्यसलाई कोट्याइरहेको छ। अब यो सामाजिक सञ्जालमा सुन्दाखेरि त यसले सामान सबै बिगारेर चाहिँ खत्तम। अब हेर्नुहोस् यहाँ छाडापनको हद पनि यिनीहरूलाई कति छ हेर त, कस्तो छाडा बोलेको छ यिनीहरूले। यिनीहरूको हरकत हेरेर त शर्मिला भैवाले ठिकै पार्ने रहेछन् यिनीहरूलाई। यस्तै हालत हो भने फेरि शर्मिलालाई ल्याउनु पर्ने भयो। यो पनि देखा अब किन तिमीहरूको मानव आत्मालाई त्यति केटा त दुईवटा ललिपप भनिदिन्छ बनाना अलिकति पनि लाज सरम छैन यिनीहरूलाई यार। यसको बनाना हालिदिन्छ। अब यस्ता छाडा मान्छेहरूलाई नेपाल सरकारले पनि केही व्यवस्था गरिदिनु पर्यो। एउटा घिमिरे दाइले चाहिँ संसद भवनमा एउटा वेश्यालय खोल्नु पर्यो भनेर प्रस्ताव राखेको थियो। यस्ता मान्छेहरूलाई त्यहाँ जागृति दिनु पर्यो। राम 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 के बोलेर मरेको यो मजा आयो ना। म चाहिँ राधा हो, मलाई सबै राधा भनेर चिन्छन्। अहिले चाहिँ पहिला कुर्सीवाली भनेर चिन्दै थियो, अब त राधा रे। म त भगवानको नाम नै खराब गरे यिनीहरूले। यस्तोहरूलाई सुहाउँदैन कि भगवानको नाम पनि राधा भनेर। अब यहीसँग बिहे गर्यो भने मात्र होला, बच्चा जन्मिन्छ नभए त नहोला। जन्मिन्छ योसँग बिहा गर्नै पर्छ तिमीले। अच्छा अब बच्चा चाहिँ कस्तो जन्मिने हो त्यो त थाहा भएन, जन्मिने त पक्कै जन्मिन्छ। उसँग बिहे गरौँ न, म त के गरौँ न। अब के गर्नु, घन्टा बजाउने। म के गरौँ ल, म त एकदम रुन्छ लाग्छ न म गएर। त्योसँग सामानहरू छ कि छैन, सामान भएको सामानहरू बिगारिसकेको के थाहा। फेरि सामानहरू छैन भनेपछि विवाह गरेको केही फाइदा पनि त भएन नि। निकिसा तिमीले मलाई किन यस्तो गर्यौ भनेर क्या। जसले छोप्नु पर्या छ लुगा लगाएर उसले चाहिँ देखाइराखेको छ, जसले नछोप्दा पनि केही फरक पर्दैन उसले चाहिँ छोपिराखेको छ। नमस्कार साथीहरू, म टेक्रा चन्दरा। हजुरहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ होला। मेरो भिडियो बनाउनको उद्देश्य ओन्ली रमाइलोको लागि मात्रै हो। यो भिडियोलाई अन्यथा नलिदिनु होला। अनि सामाजिक सञ्जालमा आएका केही भिडियोहरूको प्रतिक्रिया दिने गरेको छु। मान्छेहरू चन्द्रमामा पुगेर पनि फिर्ता आइसक्यो यो धरतीमा भनेपछि हामी नेपालीहरू भाइरल हुनको लागि हरेक तिगडम गरिराखेको छौँ। समाजमा आएका यस्ता भिडियोहरूको अनि केही रमाइलो गर्ने मात्रै गरेको छु। भिडियो हजुरहरूलाई कस्तो लाग्छ, भिडियो राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर जरुर गरिदिनु होला। हजुरहरूको साथ सपोर्ट पायो भने राम्रो राम्रो भिडियोहरू जरुर बनाउने छु। धन्यवाद है। च्यानललाई चाहिँ सब्सक्राइब जरुर गरिदिनु होला।